हेर्दै लोभ्यायो साथीहरू यार। कस्तो राम्रो राम्रो भगवान फुर्सदमै बनाएको जस्तो लागिरहेको छ मलाई त। बहुत तेज हो रहा है, बहुत तेज हो रहा है। लास्ट मजा आयो, लास्ट मजा आयो। म त यस्तो देखेकै थिएन हेलो गाइज, वेलकम ब्याक टु माई न्यू एनदर भिडियो। अनि आज चाहिँ हामी छौँ बुसानमा। तपाईँहरू देख्न सक्नुहुन्छ पछाडि म चाहिँ अहिले बुसानमा छु। अनि आज चाहिँ हामी यहाँको फायर फेस्टिभल हेर्नको लागि आएको छौँ। आज चाहिँ रमाइलो हुनेवाला छ है बुसानमा। हाम्रो भ्लगलाई हेर्दै गर्नु होला। म चाहिँ तपाईँहरूलाई अहिले म जाँदैछु त्यता। गइसकेपछि चाहिँ के कस्तो हुन्छ त्यहाँको माहौल म सबै देखाउने छु हजुरहरूलाई। मेरो भिडियो हेर्दै गर्नु होला। अनि आज चाहिँ पुरै धमाका हुनेवाला छ। ड्रोन फायरदेखि लिएर पटकाहरू पड्किनेवाला छ। त्यही भएर पनि हाम्रो भिडियो हेर्दै गर्नु होला। म चाहिँ जाँदैछु अहिले। हामीसँग हुनुहुन्छ सेन्डी भ्लग। ए बोय के छ यो? मेरो भ्लगमा स्वागत छ तपाईँलाई। स्वागत छ। ए पूजन दाई हाई भनिदिनु, के छ तपाईँको खबर? मेरो एकदम ठिक छ। ठिक छ नि। आज कस्तो बवाल हुनेवाला छ नि। ल गाइस, ल आशा छ अरे। हामी चाहिँ अहिले चस्मा लाएर है यहाँको मनोरम एकदम खतरा भ्यू रहेछ हेर्दै हिँडेको छौँ होइन त? त्यही होइन आमामा गाइजहरू। ल सुरु भइरहेछ है, सुरु भइरहेछ यहाँ। ट्रक मान्छेको भिड हेर्नु न, जाम भइरहेछ त्यहाँ त हो। पुरै अगाडि चाहिँ बिच छ, हामी बिचमा आइसक्यो। अब चाहिँ यहाँबाट फेस्टिभल सुरु हुन्छ। मान्छे आमामा, म त यो कोरियाको तरुनी हेर्दै लोभ्यायो साथीहरू यार। कस्तो राम्रो राम्रो भगवान्ले फुर्सदमै बनाएछन् जस्तो लागिरहेको मलाई त। किसिम राम्रो छ। ल A few moments later. गाइस यार, ठाउँ त पुरै प्याक छ, मान्छे यति धेरै छ कि मान्छे छ यार, पुरै प्याक छ ठाउँ। अब यहाँ हामी चाहिँ बस्न पाउला जस्तो छैन। अब यता कहीँ खाली छैन, सबले यो टेन्ट राख्दै गत्ता छ नि अनि सुत्दिने। अब रातिमा हो है यो पटेकाहरू झिलिमिली देख्ने। पहिल्यैबाट मान्छेले पुरै प्याक गरेर राखिदिएको छ। अनि यता उस्तै छ, फेरि यो उता उस्तै छ। अब हेरौँ अब कहाँ बस्ने हो। हामी त बाहिरतिर बस्नुपर्छ जस्तो छ। यहाँ चाहिँ सुन्दरता हेर्नु। अब टक्क यो पुलमा चाहिँ अहिले रातिमा चाहिँ एकदम धमाका हुनेवाला छ। गाइस ठाउँ भने पाइयो है। कस्तो छ ठाउँ? ठाउँ त अलिकति म्यानेज गर्नुपर्छ। त्यही हो, खासै नराम्रो भन्नु त मिल्दैन। यतिको ठाउँ पाएको राम्रै राम्रै हो। अब यतातिर पाइयो के छ, बसिरहेछ। अगाडि चाहिँ एकातिर पुल चाहिँ उहाँ छ। जता बाटोबाट जता पनि भिडभाड छ। यस्तै छ है। जे भयो नि अलिअलि भयो नि बस्ने ठाउँ पाइयो। त्यही हो ठुलो कुरा। मान्छे माथि मान्छे छ। पुल चाहिँ हो उहाँ छ। त्यता पारीदेखि लिएर ल हेर्नु गाई त्यतासम्म छ। यो अगाडि टेन्ट भएर अलि देखिएन।
लास्ट मजा आयो म त यस्तो देखेकै थिएन गाइजहरू तपाईँहरूले देख्नुभयो होला है अझै पनि पड्किँदैछ पटकाहरू मैले चाहिँ देखाइसकेँ अगाडि पनि अब चाहिँ हामी लगभग अन्त्यमा छौँ घर जाने मेलोमेसो चल्दैछ अब तर यहाँ भने पटेका अझै पड्किँदैछ अब चाहिँ रातिको 8 बजिसकेको छ हामी चाहिँ अझ यहाँबाट 2 घन्टा जति पर जानु पर्ने भएकोले अब हामी चाहिँ निस्किने विचार गरेका छौँ है घर जाम भनेको नि है यस्तो भिडभाड लगायो नि त पछिदेखि है लास्ट मिनट छ खुट्टा हाल्ने ठाउँ छ नि यहाँ कति बेला घर पुग्नु भयो यहाँ भइरहेको छ यहाँ मान्छेलाई यस्तो छ सो गाइस अब चाहिँ हामी बुसानदेखि सासाङसम्म चाहिँ आइसकेका छौँ हामीले चाहिँ यहाँ गाडी पार्क गरेर गएका थियौँ किनभने बुसानमा गाडी लान अब त्यस्तै छ मान्छेको खुट्टा हाल्ने ठाउँ थिएन अब देखिसक्नु भयो तपाईँहरूले पनि अब गाडी लाने त कुरै भएन त्यही भएर हामीले गाडी चाहिँ यतै पार्क गरेर गएको थियौँ अब चाहिँ यहाँबाट 1 घन्टा जति लाग्छ घर जान अब चाहिँ हामी यहाँ घर जान्छौँ मैले चाहिँ धेरै पछि आफ्नो भ्लग हालेको छु तपाईँहरूलाई कस्तो लाग्यो पहिला चाहिँ अलि क्वालिटी थिएन मेरो भ्लगमा अहिले चाहिँ क्वालिटीहरू इम्प्रुभ गरेर भ्लग राखेको छु तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला मैले चाहिँ अब रेगुलर भ्लग गराउने सोचमा छु हेरौँ अब कस्तो हुन्छ भिडियोहरू त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला हामी चाहिँ भेट्नेछौँ अर्को भिडियोमा त्यति दिनजरिको लागि चाहिँ वेट गर्नु होला थ्याङ्क यू सो मच फर वाचिङ एभ्रिवन गाइज बाई